लाई मैले पूर्ण रूपमा सेवा पनि गर्न पाइनँ, बाध्यता त्यस्तो पर्यो होइन। अब क्यामेराबाट म सबै धरानवासी दाजुभाइ दिदीबहिनीहरूलाई यो बाध्यात्मक परिस्थितिको कारणले मैले पूर्णकालीन काम गर्न पाइनँ, बाध्यता त्यस्तो पर्यो। देश बचाउने सवाल भएको कारणले गर्दाखेरि तपाईँहरूको पूर्णकालीन मैले सेवा गर्न नपाउँदाखेरि क्षमा याचना पनि गर्छु। तर तपाईँहरूले नै मलाई यहाँ ल्याइ पुर्याउनु भएको हो। आज म जे छु धराने जनताकै मतको कारणले छु। त्यसो भएको कारणले गर्दाखेरि उहाँहरूको सेवा सुविधाको लागि पनि होइन मैले चाहिँ नि केन्द्रमा गएर जस्तै म मेयर भएर स्वतन्त्र मेयर भएर लड्दाखेरि हामीलाई काम गरिरहँदाखेरि केन्द्रले हेर्ने दृष्टिकोण पनि फरक थियो। बजेटहरू पनि भने जस्तो लगाइदिनु भएन होइन। ती कुराहरूले गर्दाखेरि पनि अब धेरै छन् त्यस्ता कुरा। अब म आफै तर प्रमुख भएको कारणले मैले बिलाउन गर्ने ठाउँ छैन होइन। यो ठाउँको तपाईँ प्रमुख हुनुहुन्थ्यो होइन। भएको कारणले गर्दाखेरि पनि मैले यो सुनसरी क्षेत्र नम्बर 1 जहाँ चाहिँ धरान उपमहानगरपालिकाको 20वटा वडाहरू समाविष्ट भएका छन् त्यो ग्राउन्डलाई चाहिँ मैले बेस ग्राउन्ड बनाएको। तपाईँको प्रतिस्पर्धी को हुन् भनेर एकछिनमा सोधौँला। त्यसभन्दा अगाडि तपाईँले प्रधानमन्त्री म बन्छु यसै गरी भनिरहनु भएको छ। कति सिटमा श्रम संस्कृति पार्टीले उम्मेदवारी दिँदैछ देशभरि 165वटा मध्ये र तपाईँको आकलन कति ठाउँमा तपाईँको पार्टीले जित निकाल्छ र जनताले किन श्रम संस्कृतिलाई रोज्छन् होला यस्तो बेलामा? श्रम संस्कृतिको तर्फबाट हामीले सबै जिल्लाहरूबाट दिने घोषणा गरेका छौँ होइन। अब त्यो यहाँ मैले यहाँ अहिले उहाँहरू आइराख्नु भएको पनि त्यही टिकट बन्दो रहेछ टिकट बन्द। तर अचम्म लाग्दछ जुनै टिकटको पनि पैसा लाग्ने तर श्रम संस्कृति पार्टीको उम्मेदवारको टिकटमा चाहिँ पैसा नलाग्ने। श्रम लाग्छ होला नि त, तपाईँ 2 घन्टा काम लाउनुहुन्छ होला नि फेरि यता। होइन त्यस्तो हुँदैन त्यो छ। र त्यसले गर्दाखेरि मैले अब सबैबाट नै उम्मेदवारहरू खडा गर्ने भन्ने कुराहरू चाहिँ अहिले सोचिरहेको छु र धमाधम छ त्यो चिज। र हामीलाई भोट किन लाउनुपर्छ भन्दाखेरि चाहिँ मैले अघि भने अब गफ गर्ने मान्छे चुन्ने कि काम गर्ने मान्छे चुन्ने भन्ने कुरा हो होइन। र जहाँसम्म म परिचित छु, स्थापित छु या छुइनँ अब त्यो त पब्लिकले भन्ने कुरा हो। जति म परिचित छु मेरो कामले परिचित छु होइन। अलिअलि बोलीले पनि होला नि? बोली त म तपाईँको छैन कडा भन्नाले पनि यथार्थ कुरा बोल्छु। सत्य कुरा बोल्न मलाई डर लाग्दैन, हिचकिचाहट पनि लाग्दैन, लाज पनि लाग्दैन। त्यसले गर्दाखेरि चाहिँ मान्छेले यसो सुन्दाखेरि अलिकति कडा यस्तो नबोले हुन्थ्यो भन्ने खालको कति मान्छे तपाईँलाई पनि त्यस्तो प्रतिक्रिया त्यस्तो खालको कुराहरू गरेको सुन्छु होइन। तर त्यसले खास मलाई त्यस्तो फरक पार्दैन। त्यसो भएको कारणले काम गर्ने मान्छेले बनाएको पार्टी र काम गर्ने मान्छेहरूको सङ्गठन होइन